चिल्लागढ मन्दिर घुमघाम राति अहिले कति बज्यो खै कति बज्यो त हामी देखाएन। यस्तो चाहिँ हाम्रो चिल्लागढ धाम चाहिँ यस्तो राम्रो भएको छ। हेर्नुहोस् गाइजहरू चाहिँ यति धेरै मान्छे घुम्न आउन थालेको छन् कि आजभोलि यति धेरै मान्छेहरू घुम्न आउन थालेको छन् आजभोलि। राति भन्दा पनि दिउँसो चाहिँ धेरै आउँदो रहेछन् क्या। यस्तो राम्रो छ, यस्तो बनाएको छ अहिले, यस्तो राम्रो छ। हेर्नुहोस् गाइजहरू राति चाहिँ यस्तो देखिन्छ। यस्तो राम्रो छ अहिले चाहिँ। कहाँ हिँडेको यो गर्नु के गर्नु अरे यस्तो देखिन्छ राति। सिसी क्यामेराको व्यवस्था छ यहाँनिर। सिसी क्यामेराको आँखा दुईटा। गणेशले थ्यात मार्दै गर्ने बत्ती। यहाँ मन्दिरमा बस्ने भाइले बत्ती मारिदियो यतादेखि नै। यस्तो राम्रो देखिन्थ्यो, बत्ती नै मारिदियो गणेशले त। अहिले चाहिँ हाम्रो काम चाहिँ यहाँनिर हुँदैछ, यो घरमा चाहिँ ट्याक्क तलबाट जानुहुन्थ्यो बत्ती नै मारिदियो। सब बत्ती मार्दा त छ्या कस्तो देख्यो, जङ्गल घारीमा आए जस्तो लाग्यो। पानी पनि पर्न आँटेको छ गाइजहरू। गडाङगुडुङ गडाङगुडुङ गर्दैछ। गणेश भाइलाई मम्मीले बोलाउनु हुँदैछ, उसको मम्मीले। गणेश भाइ उता गइसकेको थियो गेम खेल्नलाई, अनि यहाँको लाइटहरू मार्नलाई उता आउँदैछ। अहिले त जङ्गल घारी जस्तै देखिँदो रहेछ। आम्मामा भिडियो हेरेर माया सपोर्ट लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। सेयर पनि गर्नु होला हल्का।